नमस्कार, स्वागत छ सबैजनालाई मेरो युट्युब च्यानल मार्केट टक विथ सुरजमा। आउनुहोस् आज हामी सिक्नेछौँ हाउ टु ओपन डिमेट एन्ड मेरो सेयर एकाउन्ट फ्रम अनलाइन भनेर। अब घरबाट नै घरमै बसेर तपाईँले मेरो सेयर र डिमेट एकाउन्ट चाहिँ कसरी खोल्न सक्नुहुन्छ भनेर यहाँ सिकाउन गइरहेको छु स्टेप बाई स्टेप। योभन्दा अघिल्लो भिडियोमा चाहिँ मैले टिएमएस एकाउन्ट अनलाइन ट्रेडिङ एकाउन्ट चाहिँ कसरी खोल्ने भनेर चाहिँ मैले सिकाएको थिएँ। आज यो भिडियोमा चाहिँ त्यो भिडियो हेर्नु भएको छ, त्यो भिडियोमा हेरेर आउनु होला। यो भिडियोमा चाहिँ मैले डिमेट र अनि त्यसपछि मेरो सेयर खोल्ने सिकाउने छु। आउनुहोस्, नयाँ साथीहरूलाई चाहिँ मेरो युट्युब च्यानललाई सब्सक्राइब गरेर बेल आइकनलाई प्रेस गर्नु होला र भिडियो कस्तो लाग्छ कमेन्टमा आफ्नो प्रतिक्रिया राखिदिनु होला र भिडियोलाई एउटा लाइक गरेर हौसला प्रदान गर्नु होला भन्दै ल भिडियो सुरु गरौँ है त। अब सुरुमा चाहिँ गुगलमा जानुस्। गुगलमा चाहिँ मैले टिएमएस र डिमेट एकाउन्ट चाहिँ 62 नम्बरबाट बनाएको छु। मैले टिएमएस 62 लगइन हान्नुभयो भने चाहिँ यस्तो इन्टरफेस खुल्छ र यहाँबाट तपाईले अब यो क्लोज गरेर ओपन एकाउन्टमा क्लिक गर्नुस्। ओपन एकाउन्टमा तपाईले चाहिँ ट्रेडिङ एकाउन्टको बारेमा मैले भिडियो बनाइसकेँ, त्यसलाई वाच गर्दा हुन्छ। र सेकेन्ड चाहिँ अब डिमेट एन्ड मेरो सेयर एकाउन्ट कसरी बनाउने भन्ने सम्बन्धीमा चाहिँ बनाउन गइरहेको छु। यसलाई क्लिक गरेर अब ट्याबमा मोबाइलमा सबमा सेम इन्टरफेस खुल्छ। यो चाहिँ अब हेर्नुस्, यहाँ यस्तो इन्टरफेस खुलेको छ है। यसमा चाहिँ तपाईले देख्न सक्नुहुन्छ जुनमा चाहिँ यो रेड स्टार लागेको छ त्यो चाहिँ कम्पलसरी हुन्छ र बाँकी चाहिँ अप्सनल हुन्छ है। जुन चाहिँ रेड स्टार लागेको छ त्यो चाहिँ अप्सनल हुन्छ यसमा। ल अब सुरु गरौँ। अब म आफ्नै नामबाट सुरु गरिदिन्छु है त। मेरो चाहिँ फर्स्ट नेम अब सुरज, जुन हिसाबले तपाईँले अब आफ्नो जस्तो त्यही हिसाबले भर्नु होला स्टेप बाई स्टेप। म धेरै उ गर्दैन है, सुरज। अनि त्यसपछि चन्द र अब देवनागरीमा चाहिँ नेपालीमा नाम लेख्नुपर्छ। नेपालीमा नाम लेख्नको लागि चाहिँ यहाँ क्लिक गरेर तपाईँले नेपाली ऊ पनि खोल्न सक्नुहुन्छ। यसरी नेपाली किबोर्ड पनि खुल्छ यहाँ है। तपाईँको यहीँ छ भन्ने चाहिँ समस्या भएन, यहाँ चाहिँ गरेर नेपालीमा नाम लेख्नुहोस् पहिला चाहिँ। र त्यसपछि नेपालीमा नाम लेख्नुहोस् होइन। अनि अब डेट अफ बर्थ तपाईँको बीएसमा र एडीमा है। अनि आफ्नो डेट अफ बर्थ राखेर त्यसपछि हेर्नुहोस् अब यहाँ नेसनलमा नेपाली छँदैछ। अब वैवाहिक स्थिति के छ तपाईँको, म्यारिड अनम्यारिड जे छ त्यो राख्दा हुन्छ होइन। अनि अब प्यान नम्बर छ भने ठिक छ, छैन भने केही समस्या भएन। आफ्नो इमेल चाहिँ राख्नु होला है। इमेल चाहिँ अब इमेल चाहिँ तपाईँले जुन चलाइराख्नु हुन्छ त्यही राख्नु होला, किनभने त्यसमा मेल आउँछ तपाईँलाई। मेल आयो भने तपाईँले चाहिँ अब कन्फर्म कोडको लागि मेल आउँछ, त्यो जुन चलाए त्यो मात्र राख्नु होला। अनि यहाँ चाहिँ आर यु डिफ्रेन्टली एबल्ड पर्सन नराख्नु होला। त्यसपछि तपाईँको एनआइएन चाहिँ राष्ट्रिय परिचय पत्र छ भने ठिक छ, छैन भने चाहिँ नराख्दा पनि हुन्छ, भयो राम्रो। अब यसमा बाजेको नाम राख्नुहोस् होइन, बाजेको नाम, बुवाको नाम, त्यसपछि आमाको नाम होइन। अनि नाम राखेर त्यसपछि अरू अब म्यारिड स्ट्याटस भने पति पत्नीको नाम राख्नुहोस्। अनम्यारिड राख्नु भयो, अनम्यारिड छ भने केही भएन, म्यारिड छ भने चाहिँ पत्नीको नाम राखेर चाहिँ आफ्नो पति लेडिज हो जेन्ट्स जस्तो छ त्यस्तै हिसाबले आफ्नो राख्नुहोस् त्यसमा। अनि तल आएर चाहिँ नाबालिग हो भने चाहिँ नाबालिगमा यहाँ क्लिक गर्नुहोस्, नभए चाहिँ अब तपाईँ आफ्नो बच्चाको लागि हो चाहिँ यहाँ क्लिक गर्दा गर्छ। यो इन केस अफ माइनर भन्ने नाबालिग हो भने नत्र पर्दैन। त्यसपछि अब तपाईँको नागरिकता नम्बर, अब नागरिकता नम्बर कति छ तपाईँको त्यही हिसाबले आफ्नो नागरिकता नम्बर पनि राख्नु होला होइन। अनि त्यसपछि जारी जिल्ला कुन जिल्लाबाट हो त्यो जिल्ला राख्नुहोस्, जारी मिति कति हो त्यो राख्नुहोस् होइन। अब आफ्नो तरिकाले तपाईँको कति त्यो राख्नुहोस्। ल जारी मिति पनि राख्नु। त्यसपछि चाहिँ आफ्नो अब यता चाहिँ इस्यु डेट यसमा आफै आइहाल्छ, इङ्ग्लिसमा चाहिँ नेपालीमा राख्नुहोस्। अनि त्यसपछि ब्याङ्क अब कुन ब्याङ्कको छ तपाईँको होइन, सिलेक्ट ब्याङ्क गर्नुहोस्, जुन ब्याङ्क छ एउटा ब्याङ्क चाहिँ राख्नुहोस्। र त्यसपछि ब्याङ्क खाता नम्बर, ब्याङ्क ब्रान्च कुन ब्रान्च हो त्यो ब्रान्च पनि तपाईँले आफै यहाँ सर्च गर्न सक्नुहुन्छ। अनि ब्याङ्क खाता धेरैको जस्तो सेभिङ एकाउन्ट हुन्छ, सेभिङ एकाउन्ट त करेन्ट एकाउन्ट जुन हो त्यो राख्नुहोस्। अनि यसमा चाहिँ अब एकाउन्ट नम्बर राख्नुहोस् होइन, तपाईँले आफ्नो एकाउन्ट नम्बर राख्न सक्नुहुन्छ। त्यो एकाउन्ट नम्बर राखेर तल चाहिँ क्याप्चा कति आएको छ, यो मेरोमा चाहिँ 4549 छ है। अनि त्यसपछि चाहिँ यसमा 7 अब नेक्स्ट गर्न सक्नुहुन्छ यसमा है त। अब नेक्स्ट गर्ने, अब यहाँ के मिलेन कता छुटेको छ भन्ने चाहिँ यहाँ देखाउँछ। त्यसपछि अब त्यसपछि तपाईँको यहाँ कन्ट्याक्ट डिटेल आउँछ। कन्ट्याक्ट डिटेलमा तपाईँले अब नाम आफ्नो के अरे कन्ट्याक्ट नेपाल भइहाल्यो, सिलेक्ट प्रोभिजन कुन आफ्नो क्षेत्र हो त्यो चाहिँ तपाईँले सिलेक्ट गर्नुहोस्। अब मेरो सुदूरपश्चिम छ, अब मैले जिल्ला सिलेक्ट गरेँ आफ्नो कञ्चनपुर।
कञ्चनपुर। त्यसपछि अब बेलौरी म्युनिसिपालिटी छ, मेरो म्युनिसिपालिटी बेलौरी हैन। तपाईको आफ्नो कुन छ त्यही हिसाबले चाहिँ तपाईले सिलेक्ट गर्नु होला। यहाँ सिलेक्ट गर्दै जानुस् हैन। आफ्नो जुन रियल डिटेल त्यो डिटेल हाल्दै गर्नुस्। त्यसपछि टोल के छ सबै कुरा यहाँ भएको चाहिँ डिटेल। अब यहाँ भएको यो टोल अनि मोबाइल नम्बर सबै राखिसकेपछि तपाईले चाहिँ स्थायी ठेगानालाई यसैमा क्लिक गरिदिनु होला। यसैमा क्लिक गर्नु तर यही कपी पेस्ट हुन्छ, जुन चाहिँ अहिले छ त्यही नै हो भन्ने चाहिँ उसले चाहिँ गरिदिनु भयो भने त्यसपछि अब यहाँ भएको चाहिँ सबै आइहाल्यो हैन। जुन चाहिँ स्टार लाग्यो त्यो चाहिँ छुटाउनु हुँदैन। अनि त्यसमा फेरि नेक्स्ट गर्नुस्। नेक्स्ट गरेर अब यो डिटेल आउँछ पेसागत डिटेल। तपाईको चाहिँ तपाईको पेसा के हो त? अब धेरै जस्तो कसैको बिजनेस होला, कसैको के होला, कसैको अब उसमा गभर्नमेन्ट सर्भिस होला, जुन तपाईको हो त्यो लेख्नुस्। अब अच्छा विदेश हो भने फरेनर एम्प्लोइ लेख्नुस् हैन। अब मैले एउटा यहाँ फार्मर नै सिलेक्ट गरिदिन्छु हैन। त्यसपछि अब सिलेक्ट एनुअल इन्कम कति छ अप टु 1 लाख आफ्नो हिसाबले चाहिँ गर्न सक्नुहुन्छ। अरु यसमा यति अरु केही पर्दैन, यो दुईटा मात्रै हो। तपाई यदि अब इम्प्लोइ आइडी यिनीहरु छ भने ठिक छ, छैन भने केही फरक परेन। अब यहाँ चाहिँ सोर्स अफ इन्कम लेख्नुस् होला। सोर्स अफ इन्कममा चाहिँ यहाँनिर के छ त? अब बिजनेस, स्यालेरी, हाउस परमिट, स्टक ट्रेडिङ के छ? अब यहाँ चाहिँ अब बिजनेस लेखिदिँदा भयो हैन। स्टक ट्रेडिङ एकाउन्ट छ। यदि तपाईसँग स्टक ट्रेडिङ एकाउन्ट छ भने छैन होला, किनभने मेरो सेयर उन बनाए चाहिँ स्टक टिएमएस बन्दैन। त्यसपछि चाहिँ यसलाई नोमै टन्दिनुस्। र सम्पत्ति शुद्धिकरण तपाईँ पोलिटिसियन हो अथवा हैन के छ? हैन भने हैन, हो भने हो। बेनिफिसियल छ, यु हेभ कन्भिक्ट त कुनै केही पेनाल्टीमा परेको छ अथवा यो हेभ बिन ब्ल्याकलिस्टेड त्यस्तो केही छैन होला। छैन गरेर चाहिँ यो अलरेडी छैन माने छ, छैन रन्दिनु होला यसलाई चाहिँ। अनि त्यसपछि फेरि नेक्स्ट गर्नुस्। अब नेक्स्ट गर्यो भने यहाँ आउँछ तपाईको डु यु वान्ट टु नोमिनी भने होला। कसलाई नोमिनी राख्न चाहनुहुन्छ भने चाहिँ यसलाई चाहिँ नोमिनी राख्न चाहनु ठिक छ, यहाँ क्लिक गर्नु होला। नोमिनी राख्नु होला, कसलाई नोमिनी राख्न चाहनुहुन्छ हैन। यदि नोमिनी राख्न चाहनुहुन्न भने चाहिँ यहाँ हटाएर तपाईले नेक्स्ट गर्न सक्नुहुन्छ। नोमिनी राख्ने भए चाहिँ त्यहाँ आफ्नो नाम राख्नु, नत्र चाहिँ नेक्स्ट गरेर अब यसमा आउने। अब यसमा चाहिँ अब तपाईलाई मेन सबभन्दा इम्पोर्टेन्ट चाहिँ यो हो। तपाईले के चाहिन्छ यो चाहिँ अब यहाँ आवेदकको तस्बिर भन्छ, तपाईको एउटा पासपोर्ट साइजको फोटो चाहिन्छ। खातावालाको नक्सा जस्तो तपाईले बैंकमा गएर एउटा नक्सा बनाउँछ त्यो खालको नक्सा बनाएर दिनु होला। अनि आवेदकको हस्ताक्षर चाहिँ तपाईले एउटा पानामा चाहिँ 2-3टा हस्ताक्षर गरेर त्यसलाई चाहिँ जेपीजी फाइलमा बनाएर यसमा राख्नु होला। र अर्को दायाँ बायाँ औँठाको छाप चाहिँ एउटा तपाईले कापीमा नै दायाँ बायाँ लेखेर त्यो छाप लगाएर फोटो राख्नुस्। अनि त्यसपछि चाहिँ आवेदकको बायाँ औँठाको छाप चाहिँ यहाँ राख्नुस्, दायाँको यहाँ राख्नुस्। अनि नागरिकताको अगाडिपट्टिको चाहिँ यहाँ राख्नु। तपाईले यहाँ चुज गर्नुभयो भने तपाईले यहाँ अप्सन आउँछ यो कुन छान्ने भन्ने आउँछ। यहाँ क्यामेराबाट अथवा फोटो भर्जनबाट तपाईले यहाँ छान्न सक्नुहुन्छ। र त्यसपछि नागरिकताको पछाडिको चाहिँ तपाईले यसमा फोटो राख्नुस्। अनि नागरिकतासँग सेल्फी चाहिँ एउटाले तपाईले आफ्नो नागरिकतासँग एउटा सेल्फी खिचेर चाहिँ यसमा अपलोड गर्न सक्नुहुन्छ। त्यसपछि चाहिँ वैदेशिक प्रमाणपत्र यदि विदेशीमा हो भने चाहिँ तपाईले यहाँ राख्यो भने तपाईको त्यो रेमिटान्स एकाउन्ट बन्छ। अनि त्यसपछि बैंकको चेक, जुन बैंकको तपाईको उ छ खाता छ त्यो बैंक एउटा चेक राख्नुस् है। अनि त्यसपछि चाहिँ सिलेक्ट गरेर अब यो चाहिँ पर्दैन तपाईले अनि नेक्स्ट गर्नु होला। अब अहिले चाहिँ नेक्स्ट किन हुँदैन भनेपछि चाहिँ यसमा चाहिँ मैले फोटो राखेको छैन, त्यही भएर अहिले चाहिँ यो नेक्स्ट हुँदैन है। एकछिनको लागि म अर्को कुनै फोटो अब अहिलेको लागि मैले चाहिँ रेन्डम फोटोहरू लिएर चाहिँ यसलाई क्लिक गरिदिन्छु हैन। यहाँ चाहिँ के मिलेन भने चाहिँ यसमा चाहिँ एउटा यो यता मिलेन, रोक्नुहोस् है। त फेरि म अब यहाँ सबै कन्टिन्यू गरेर त्यसपछि तपाईले नेक्स्टमा गर्नु होला। मेरो चाहिँ यहाँ फोटोहरू धेरै नमिलेको भएर एग्रिमेन्ट भयो। त्यसपछि अगाडि चाहिँ एउटा एग्रिमेन्टको पेपर आउँछ। त्यो एग्रिमेन्ट पेपर तपाईलाई जीमेलमा आउँछ र जीमेलमा तपाईले त्यो एग्रिमेन्ट पेपरलाई साइन गरेर पठाइदिनु भयो भने तपाईको भेरिफिकेसन कोड आउँछ। यो गरिसक्नु भएको लगभग 2 दिन भित्रमा चाहिँ तपाईको डिमेट एकाउन्ट भनेर आउँछ। त्यसपछि सीआरएन नम्बर चाहिँ तपाईले फेरि दर्ता गराउनु पर्छ है त। अब अहिले यो भिडियोमा यो जानकारी यति नै भयो। अहिलेको लागि हामी बिदा हुन्छौँ। केही नबुझेको कुराहरू छ भने चाहिँ कमेन्टमा छोडिदिनु होला। धन्यवाद।